पोहोर निकालेको कि यसपालि होइन लान्छ अब यो अलिकति एलपीले गर्दा अलिकति गडबड भएर अलिकति डराएर त्यो गऱ्यो भने मात्रै नभए लान्छ यही गडबडले गर्दा अहिले चाहिँ युवाहरूलाई कति देशले त अलिकति ब्यान्ड गरिदिइहाल्छ नेपालीहरू यस्तो हुँदो रहेछन् भन्ने हिसाबले नत्र चाहिँ फेरि तपाईँलाई त कोरिया त तपाईँलाई पैसा कमाउने ठाउँमा चाहिँ मैले कोरिया जस्तो जब चाहिँ काहीँ अन्त चाहिँ के भने उयो फ्युचर बनाएर पछि के अब त्यो अलिक तपस्या गर्नु अलिक गाह्रो हुने रहेछ हो त्यस्तो हिसाबले त्यो पनि अगाडि छ के हो कि हरेक कुराहरू अर्काको कहिले पालो सेटल भइसकेको नलाने अरे कसो अहिले ब्यान गरिरहेको छ कि कतार दुबई एक महिना कतिको लागि त्यो चाहिँ भ्याक्सिन या ती कैदीहरू भएको छ नि त्यस्तो गरेको डराएर त्यही भएर कैदीहरू भएको नि त अनि यहाँ कैदीहरू पनि आउँछन् कि भन्ने फटाहरू पनि आउन सक्छन् भन्ने हिसाबले चाहिँ त्यसले गर्दाखेरि त्यो उता गरेको न खुल्छ अब केही समय तर पास गरिसकेको भने लान्छ भाग्य होइन त्यसो त कोरिया त मैले हामीले जाँदैन होला जसरी जे गरेको 3 महिनामा सिलेक्ट गर्दो रहेछ 3 लाखमा अब त लाग्छ पास गरेकालाई 3 महिनामा सिलेक्ट गर्दो रहेछ 7 लाखलाई 3 महिनामा सिलेक्ट पास भइसकेकालाई उनीहरूलाई चाहिँ लट बाई लट लाने अनि त्यो चाहिँ अब फर्स्टमा पर्छ कि लास्टमा पर्छ तर लान त लान्छ पास भइसकेपछि लान्छ तर छिर्यो भने राम्रो हुन्छ पसल बन्द गरेर पर भविष्यतिर खाना खान बोलाउनु भएको थियो कि दसैँ भएको अरे अनि यता पनि आइरहेछु भन्थ्यो ल भोलि गर्छु ल हुन्छ होइन बस्नु न हुँदै बस्नु तपाईँ हुँदै बस्नु म यहाँ बस्छु नि तपाईँ त्यहाँ बस्नु न हुन्छ तपाईँ बस्छु त यसलाई चाहिँ गिलास मात्रै राखेर प्लेट उता गरौँ भने चाहिँ बेटर हुन्छ किन त्यहाँ तपाईँलाई पनि भाग आँटो अब यता राखिदिनु हजुरआमालाई भित्रै लैजाउँ न चल्छ त भित्र जान्छौँ त हामीले यहाँ रमाइलो हुन्छ अहिले एकछिनमा जाने क्या एकछिन रमाइलो यहाँ गर्नुपर्छ तल चाहिँ वरिपरि बस्दा शुभारम्भ गरिहालेँ हुन्छ भुइँमा हुन्छ के मजा हो यसरी सबैको अनुहार देखिन्छ र भित्र दुई चार यता के मजा केही खसिहाल्यो भने पनि हुन्छ भुइँमा बस्नु सजिलो भयो नि त होइन बस्न पनि मजा हो ए उता राख नि त फेरि अनि यता छ नि त फेरि सानो गिलास ल्याऊ पानी पानी ल्याउनु पानीको बोतल भयो किन यत्रो ठाउँ छ के नाम नानीको नातिनी विपाशा
छोरीको छोरी उता गएर बुझ्नु छोरी छोरी ऊ आमाको छेउमा गएर बस्छ बस्छ नानी हो त तिमी अलिक त सर त्यही छोरी दुईटा छोरा रानीको बोतलले छोरो देख्थ्यो पछाडि छोरी कान्छी कान्छी छोरो बाइस वर्ष छ। कान्छीले यत्रो भनेपछि अनि सबै अरू होइन त्यहाँबाट निकाल्दै दाजु हाल्यो अलिक टाढा पऱ्यो भने यो पनि यो मात्रै होइन त्यसो होइन मेरा सुभा तर सन्तान आमा पानी हालेर पार्टी चपिन्छ त नि कति कति हाल्यो यो त अनि के पानी कति आन्टीलाई पुग्छ राजामा खोइ जाने दाजुको खोइ आउँदैछ होइन आउँछ क्या यो कान्छी आन्टी ल शुभ कार्यक्रम दसैँ दिन तिहारलाई तिहारको निम्तो डेन्जर बनायो नि जस्तै हाम्रो पनि हेप्पी दसैँ तिहार सकिँदैछ अलिक खानुपर्छ बेला साथी चाहिँ आफ्नो बेला यो तिहार स्पेसल चाहिँ यसपालि कहाँ पाउने हामीले टिका सिका नलगाएको खेलपाट त भइहाल्छ खानु र खेल्नु त भइहाल्छ टिका नलाउनु बेलुका तेह्रवटा गाउँ हुन्छ होला खोइ भान्जीलाई खोइ यहाँ के पनि ल्याएन त कसैले खाइसक्यो कसैले पनि हेरेर टिका पनि लाउनु हुँदैन है बरु कि यहीँ कि भूपेन्द्रकोमा तपाईँ मेरामा हुन्छ के तपाईँसँग एक दिन गर्दा भइहाल्छ च्यानलाई चाहिँ के खाने अब मामै खाने हो पक्कै पनि तिहारको भोलिपल्ट म त छुट्टी भइहाल्छ है आफूले त हाम्रो यो हाल्दैछ त नानीले होइन के गर्दैन यो नन यिनीहरू एनआरबाट आउनु त भन्ने कहाँ छोड्छ मदन हुन्छ खाऊ के हुन्छ झन् के चिसो खासै धेरै चिसो चिसो छैन ठिक छ यहाँको चाहिन्छ खोइ जाने यो चाहिँ पनि खान्छ र ऊ भर्खर बोतलमा ओ बस उहाँहरू त तपाईँ छुट्टै नपर्नु स्पेसल चिज छुट्टै आफू खानु नि त अब एक दुई दिन जस्तो रमाइलो गर्नै पर्यो हामीलाई काठ बनाइहाल्नु सबैजना हिँडेर पानी पर्छ त्यस्तै खिच्ची कसले खान्छ खिच पार्ने ठिकमा र ठिक भने के खेल्नु छ त्यो खेल्नु नै भएन खेलिएन भन्दाखेरि पनि खेलियो भन्दा त्यस्तो रमाइलो चल्दै खेलिएन हात खाली पनि बसिएन त्यस्तो रमाइलो पनि भएन चिन्ता सुन्ता होइन त्यही खेल्नुपर्छ यहाँले चाहिँ लस नहुने गए पनि ठिक्क भयो आयो भने पनि त्यस्तो आउँदैन भूपेन्द्र काकाले खेल्नु छोडिहालेको छ तिनवटा अनि उयो चम्काउने उयो मुखिया चम्काउने मुखिया पनि खेलाएछ भूपेन्द्र पनि खेलायो भने चाहिँ अब सबै खेलाउँछ आउँदैछ हो र बिसै खेल्ने नि तिन पत्ती खेल्ने साथो बिस त कहाँ ठिक पनि नि तिन पत्ती खेलेर एकैछिनमा स्वास्थ्य हुन्छ कि सर्ट आउँछ त्यो भए बिस्तारै जाने बिस्तारै आउनु हुन्छ नि त कहाँ बरु एउटा तिन पत्ती भन्दा डेन्जर हुन्छ हामी सबै दाजुभाइ म पनि कतिजना ल्याउ नि त दाजुभाइहरू अस्ति मालदाजुले बसेर कान्छो सालमा बोलाएको थियो हामी गएको बेलुका 5 रुपियाँ पोइन्टमा 10,000 सर्लक्क हारे क्या हो र खेलेको कि एकै दाउ नलागेपछि